Magic mushroom guys. Yeah, है ओ माय गॉड खतरो के खिलाडी एउटै छोरा यार मासले सकिए त फेरि म सक्यो भने त अहिले त अन क्यामेरा हात पाल्दिन जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। हेलो गाइज, फाइनली मैले चाहिँ एउटा हाम्रो खजाना भेटेको छु हैन। त म देखाउन जाँदैछु अहिले म्याजिक मसरुम म्याजिक मसरुम गाइस है, यो चाहिँ म्याजिक मसरुम हो ल एभ्रीबडी। मैले खजाना ढुँढिसकेको छु आजको लागि, भारी क्लास छ है। यही देखाउन आएको म अहिले म्याजिक मसरुम। सो अहिले यति नै हेरौँ ल म्याजिक मसरुम फेरि हेर्ने। यहाँ छ हाम्रो म्याजिक मसरुम, यसलाई चाहिँ अब टिप्नु पर्ने हुन्छ मैले हैन। लाइक दिस ड्याक ओ माई गॉड खतरा छ यस्तो छ म्याजिक मसरुम। अब यसको गरेर मर्मत हुन्छ सिक्री है त। इट्स कॉल्ड म्याजिक मसरुम। सो एभ्रीबडी हु नीड कन्ट्याक्ट अस या है या है। कसलाई चाहन्छ मलाई भन्नु होला, म हजुरहरूलाई एभाइलेबल गर्न सक्छु म्याजिक मसरुम है त गाइस। What? Bro, what are you talking about, man? कसलाई चाहन्छ मलाई भन्नु होला, म हजुरहरूलाई एभाइलेबल गर्न सक्छु म्याजिक मसरुम है त गाइस। मेरो पनि एउटा सपना थियो यो म्याजिक मसरुम खोज्ने भनेर। फाइनली त्यो ड्रिम कम्स ट्रु भइरहेको छ हाम्रो अहिले चाहिँ। मेरो हाम्रो होइन, हाम्रो चाहिँ के हाम्रो भनेर केटासँग आएर त्यहाँ हाम्रो भन्दैछु म अहिले। सही हो, यो चाहिँ सिक्रिने लागि मात्रै होला गाइस। म्याजिक मसरुम चाहिँ अब अरूलाई जो इन्ट्रेस्टेड हुनुहुन्छ त्यसले चाहिँ मलाई कन्ट्याक्ट गर्नु सक्नुहुन्छ, म हजुरहरूलाई एभाइलेबल गराउन सक्छु है त। अहिलेलाई यति नै। अब अझै हन्ट हान्नु बाँकी छ, भर्खरै हाम्रो स्टार्टिङ हो। हामी त 4 जना आएको छौँ, त्यस्तै छ ल। जङ्गल भिउ हेर्न सक्नुहुन्छ तपाईँले, यस्तो ब्याक यस्तो छ ल। अब मस्त जुवानीमा यस्तो, अब मस्त जुवानीमा Oh my god! ल राखौँ ल अहिले के बोल्ने हो र। बुम गाइस म माथि देखाउँछु, तपाईँको फोनमा पनि बनाइदिउँ न। अब म यहाँ चढ्नु जानु आँटेको यहाँबाट छ नि पखेटा भएको त नि यस्तो छ ल। तल आमा थोरै सानो खाल्टो छ, कामले खुट्टा यस्तो ता मेरो घर छोडेर होला म छाडा भएको ए ल भाइ यति नै ल डला हजुर। यस्तो खै फर्किनु साइडको भयो। अब प्यानिक हो, प्यानिक आटा खान्छ कि क्या हो जाठा खुट्टै काम हो यार प्यानिक हानु। ये फंस गया सीएम। बैचले मलाई हेर्दैछ। गर्मीले यार रातो भयो यार, अनुहार पुरै त्यही अनुहार कालो भयो लास्टै रातो हुने यार, आँखा लगाउँछ क्या धेरै। अब अरू बेला चाहिँ अब टिका लाएर हिँड्नु पर्यो। अरू बेला चाहिँ अब टिका लाएर हिँड्नु पर्यो आमालाई भने ल अहिलेको लागि। What? Bro, what are you talking about, man? राखौँ ल। अब डर लाग्यो फोनमा, गोजीमा फोन लगाउँछु अनि म तिन्छु, अलिक डर लाग्यो ल डुस। साथी कन्टेन्टलाई चढेको पुरै कम्प्लिट ट्रेलले कम्प्लिट नगरी फर्केको छु नि त म। फेरि कम्प्लिट गर्नु गयो ल उता। कौन है ये लोग? कहाँ से आते हैं? फेरि फर्केला भन फेरि फर्केला कन्टेन्टको लागि भन। अन्त झरा आइला भान्न यहाँ गरेर बुक नकुन हैन कन्टेन्टलाई गरेको पुरै कम्प्लिट यस्तो छ। यहाँ चाहिँ ताते गर्नुहुन्छ पर्नुहुन्छ हजुर। लड्यो भने फोन पनि फालिदिन्छु म उफ्री त। ओ माई गॉड ओ माई गॉड अहिले ए ओ माई गॉड खतरो के खिलाडी एउटै छोरा यार मासले सकिए त फेरि म सक्यो भने त। एउटै छोरा यार मासले सकिए त फेरि म सक्यो भने त।
दुईटा खुट्टाको ब्यालेन्स मिलाउने ठ्याक 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 हिँड्ने हो क्या बाउको एउटै हो मासु यस्तै छ ल बल्ल कम्प्लिट हो ल अहिले आएको कम्प्लिट गर्नु गरी फर्केछु डरले हजुर ओ माई गस यहाँदेखि हामी फालिदिउँ क्या हो कन्टिन्यूको लागि भयो नि के छ के भन्नुहुन्छ कमेन्ट डाउन बिलो है अर्को पाला आएर चाहिँ हामी फालिदिन्छु ल कमेन्ट राम्रो आयो भ्युज आयो भने चाहिँ कस्तो भने यहाँदेखि यहाँ चाहिँ हाम फाल्नेवाला छु तर म अफ क्यामेरा मात्रै हाम फाल्छु ल अहिले त अन क्यामेरा हाम फाल्दिनँ अहिले त अन क्यामेरा हाम फाल्दिनँ You didn't have to cut me off. Like that. I can never. That we were nothing.